नमस्कार सेवारो फ्याबुलो सबैमा है र म यहाँ जामुने आज स्थित आएको छु र हजुरहरूलाई के कस्तो लाग्छ यो भिडियो मार्फत म सबै यहाँको जानकारी है दिनेछु र होमस्टे छ यहाँनिर है सानो यस होमस्टेमा के फेसिलिटिजहरू छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म भिडियो मार्फत दिँदैछु ल। सर्वप्रथम त यो बोर्ड पढ्दा हुन्छ तपाईँहरूले है, यो बोर्डमा जे जति छ यहाँनिर छ, के फेसिलिटी छ सबै तपाईँहरूले यहाँ पाउन सक्नुहुनेछ, यसमै छ। र यहाँ कन्ट्र्याक्ट नम्बर बुकिङ गर्नुपर्ने यो छ है, एकदमै रिजनेबल रहेछ है, एकदम सस्तो, सबै तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ। यो चाहिँ लजहरू पनि छ है, यहाँ बस्ने सुविस्ता सबै कुरो छ। र यदि घुम्दै डुल्दै गर्दा तपाईँहरूको मैला कपडाहरू भएदेखि धुने धोबीहरू पनि सबै छ यहाँ एभाइलेबल छ। यो चाहिँ इन्ट्री गेट रहेछ है, यहाँबाट चाहिँ इन्ट्री हुनुपर्ने। भर्खर बनिँदै गरेको रहेछ है, यहाँ माथि बनिँदैछ, 2 तला बनिन्छ है। माथि रेडी भएपछि अझै धेरै मान्छेहरू यहाँ आउनु सक्ने रहेछ है। र यहाँको फेसिलिटी चाहिँ के रहेछ भन्दाखेरि चाहिँ सर्वप्रथम त यहाँ स्विमिङ है, यति राम्रो साफसफाइ, पुरा सफाइ हुँदो रहेछ यहाँ, डेली सफाइ हुँदो रहेछ है। बिहान 2 घन्टा र बेलुका 2 घन्टा सफाइ हुँदो रहेछ यहाँ। कर्मचारीहरू निकैजना नै राख्नु भएको रहेछ है। र इन्जोइङ गर्ने जग्गाहरू यहाँ एकदमै दामी छ है, एकदम एभाइलेबल छ। यहाँ वासरुम रहेछ, यो चाहिँ स्विमिङ गरिसकेर नुहाउने धुवाउने। अलिकति अब फोन त्यस्तै हो, आइफोन भए त राम्रो हुन्थ्यो है, फोनको अलिकति डिस्टर्ब छ। यो सिम्पल साधारण फोन भएकोले गर्दाखेरि। र यहाँ चाहिँ सबै घुम्ने लायकको पार्कहरू छ है, यति सेटिस फेसिलिटिज सबै कुरो छ, सबै कुरो राखिदिनु भएको रहेछ। र यहाँनिर रहेछ वासरुम है, युरिनलहरू सबै फिट भइसकेको छ। यो वासरुम हो, टोइलेट बाथरुम सबै रहेछ। यहाँ चाहिँ पार्टी सार्टी गर्नु सकिन्छ, सबै आफै पकाएर खाँदा पनि भयो, जे गर्दा पनि भयो, सबै कुरोको फेसिलिटी, गानासाना गाउनु सबै छ। दार्जिलिङ भ्युजहरू हल्का देखिँदो रहेछ यहाँबाट है, सबै कमान टी गार्डनहरूको भ्युजहरू देख्न सकिन्छ। र यहाँ तल झऱ्यो भनेदेखि यहाँ तल पनि ब्याम्बो हाउस होमस्टेहरू हल्का हल्का भेटिने रहेछ है, यो खोला बगरमै छ। यो चाहिँ होमस्टे नै हो, यो पनि यस्तो छ। अब यसको चाहिँ प्रतिक्रिया ती गएर देखाउनु पाए त हुन्थ्यो हजुरहरूलाई है। यस्तै रहेछ यहाँको महलहरू, वातावरण एकदमै सुमधुर प्रकारको राम्रो है। हर हर महादेव, यहाँ चाहिँ शिव मन्दिर है, कोही शिवको भक्त आएर यहाँ पूजा पनि गर्न सक्नुहुने रहेछ। र म पनि एकदमै शिवको फ्रेन्ड हो, नजिकको साथी हो, त्यसले गर्दा हजुरहरू पनि त्यस्तै होइदिने।
यहाँ तल चाहिँ किचन रहेछ, डाइनिङ हल, खानाहरू खान सकिने ठाउँहरू र रुमहरू यस्तो प्रकारले राखेको रहेछ यहाँ है। रुमहरू एभाइलेबल रहेछ, टोइलेट बाथरुम एट्याच सबै, डबल बेड, डबल दुईवटा, 4 जना मान्छे बस्नु हुने। हजुरहरू आएर यहाँको लाभ उठाउन सक्नुहुन्छ। गरममा एसीहरूको सबै भएको है, एकदम बेसी फेसिलिटी रहेछ यहाँनिर, विशेष टुरिस्टहरूको लागि चाहिँ राम्रो रहेछ। रुमहरू यस प्रकार रहेछ है, एकदम सेटिस्फाई। र आजको भ्लग यस्तै छ है, के कस्तो लाग्छ हजुरहरूले राम्रो प्रतिक्रिया दिनुहोस् है। कमेन्ट सेयर लाइक चाहिँ जरुर गरिदिने है, तपाईँहरूलाई यो अपेक्षा। र उँधो पनि म दिनेछु है, के रहेछ ल अलिकति ल। अर्ग्यानिक सागसब्जी पनि पाइँदो रहेछ यहाँ चाहिँ है, ताजा सागसब्जी। र यहाँ मुनि तपाईँहरूको एउटा सानो बस्ने कुटीहरू रहेछ है। यस्तो प्रकारले बनाएको रहेछ, यस्तो सेटिस्फाईले टक्कै छाना सिरुको लगाएर चाहिँ चिरी च्याट्टै पारेर है। कुकुर छ भने मार्यो है, कुकुर त छैन होला, बाख्राहरू पालेको कुकुरहरू हुनसक्छ, गाई बस्तु रहेछ। यो चाहिँ यस्तो रहेछ साथीभाइ हो, एकदम दामी प्रकारले बनाएको रहेछ है। यहाँ आएर चाहिँ आगो ताप्ने ठाउँहरू रहेछ। यो चाहिँ दाउरा यस्तो प्रकारले जोडेर बनाएको रहेछ है, मजाको बनाएको छ। फिटर टुरिस्ट आएको आज, फिटर टुरिस्ट। यो चाहिँ यस्तो प्रकारले बनाइदिएको छ, हजुरहरू आएर यहाँको लाभ उठाउन सक्नुहुन्छ। यहाँ रहेछ यो नेपाली कमेडियनमा बल्छे धुर्मेले बोक्ने यो चुरुङ्गी हो है। यो परालको पिरा, यो सबैले जानेकै कुरो हो, तर कतिलाई थाहा छैन यो के हो भनेर। यो उहिलेको बुढापाकाहरूले चाहिँ यो ओछ्याएर बस्ने गर्थ्यो, पलेटी मारेर भुइँमा है, मजाले हो। यो त चिन्नुहुन्छ होला, डोको भन्छ यसलाई, बाँसको चोयाको डोको। यस्तो त्यसमा दाउरा बोक्नु, घाँस बोक्नु हुन्छ, तर यो चाहिँ एउटा देखाउटीको लागि सानो प्रकारले बनाइदिएको छ। र फाइनल गाइस यति नै छ आजको ब्लगमा है। फेरि नयाँ भिडियोहरू लिएर आउनेछु तपाईँहरूमा आज, र राम्रो कमेन्ट गरिदिनुहोस् भन्ने आशा राख्दै आजलाई यति नै ल। धन्यवाद, फेरि नेक्स्ट भिडियोमा भेटौँला।